सम्पूर्णमा नमस्कार। अहिले म शालिनादी मन्दिरको परिसरबाट बोलिरहेको छु। आज माघे सङ्क्रान्ति र सार्वजनिक बिदा परेकोले भक्तजनहरूको चाहिँ एकदमै भिड रहेको छ। बाटोमा एकदमै मानिसहरू धेरै छन्। शालिनादी मन्दिरमा चाहिँ 175 जना व्रतालुहरू व्रत बसिरहेका छन्। सो व्रत पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बस्ने गरिन्छ। यहाँ चाहिँ विभिन्न संरचनाहरू बन्दै गरेका छन्, कुनै चाहिँ बनिरहेका छन्। पहिलेको तुलनामा शालिनादी एकदमै सफा र सुन्दर देखिएको छ। यो चाहिँ पगोडा शैलीमा निर्माण गरिएको मन्दिर हाल सम्पन्न भएको हो। ल अहिले चाहिँ नित्य पूजाको समय सुरु भएको छ। व्रतालुहरूको साथै माधवनारायण भगवानलाई पनि प्रदेश लाने परम्परा सदियौँदेखि चल्दै आइरहेको छ। व्रतालुहरूलाई वज्रयनी, पशुपतिनाथ, फर्पिन, पनौती र अन्त्यमा चाँगुनारमा लगी सम्पन्न गरिन्छ। अहिले चाहिँ व्रतालुहरू आउने क्रम जाडिरहेको छ। भगवानलाई माधवनारायण भगवान ल्याइसक्यो। अब नित्य पूजा केही समयमा सुरु हुन्छ। र भक्तालुहरू जुन भक्तजनहरू आउने गर्छन् शालिनादीमा चाहिँ अहिले खाना खानको लागि चाहिँ हरेक पसलमा मूल्य सूची राखेको हुनाले चाहिँ पहिलेको तुलनामा अहिले एकदमै सहज रहेको छ। अष्टमातृकाको मन्दिर यो चाहिँ विश्वकै उत्कृष्ट मन्दिर मध्येको एक मन्दिर। यातायातको हिसाबले पनि अहिले चाहिँ एकदमै सहज रहेको छ। कलङ्की, साटोपाटो, नयाँ बस पार्क, रत्नपार्क, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जहाँबाट पनि आउन सकिन्छ। यो चाहिँ शङ्ख पार्क, यहाँ चाहिँ भर्खर पार्क सम्पन्न भएको थियो। भाडाकै सौराय प्रयोग गर्दा चाहिँ मूल्य सूची हेरी भाडा तिर्नु होला। यता चाहिँ चन्द्रावती स्थान। व्रतालुहरू नित्य पूजा सुरु गर्दै समयको अभाव भएको हुनाले चाहिँ नित्य पूजा अगावै हामी यहाँबाट हिँड्दैछौँ। आज सार्वजनिक बिदा, बच्चाहरूको नि बिदा भएकोले हामीसँगै उपस्थित भएका छन् बच्चाहरू। यसरी दायाँमा चाहिँ थुप्रै स्टलहरू रहेका छन् चाहिँ आफूलाई मन परेको सामानहरू किन्न सकिन्छ। यहाँ पार्किङको समस्या छैन चाहिँ आफूलाई उपयुक्त ठाउँमा चाहिँ निजी सवारी साधनहरू चाहिँ पार्किङ गर्न सकिन्छ। बच्चाहरू यसरी खेलबाट रमाइलो लिँदै त्यसैले छुट्याउनै नहुने मन्दिरमध्ये एक शालिनादी मन्दिर। यो चाहिँ हरेक वर्ष एक महिनामा चाहिँ देशका विभिन्न कुना काप्चाबाट चाहिँ लाखौँ भक्तजनहरू यस महिनामा चाहिँ धर्मका लागि आउने गर्दछन्। स्वस्थानी माता र माधवनारायण भगवानको दर्शन गर्नको लागि यहाँ चाहिँ 175 जना व्रतालुहरू चाहिँ एकदमै कठिन व्रत बस्ने गरिन्छ। एक महिना केही नखाइकन यस्तो रहेको छ। बाबु एकदमै निराश भइरहेको छ, किन हो थाहा छैन। बाबु नानी दुवैजना खेलेर आनन्द लिइरहेका छन्। त्यसैले यो स्थानबाट चाहिँ हामी नगरकोट, त्यस्तै जर्सिङपोवा, मेलम्ची, धाप ड्याम्स, अनि नारायणसोर, मणिचुड, मिनिलाम पनि जान सकिन्छ। सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक पनि एकदमै सहज छ। प्राकृतिक हिसाबले सुन्दर शालिनादी परिसरमा आउन नछुटाउनु होला। सबैको जय होस्।